हेलो गाइस, आज चाहिँ म धेरै पछि तपाईहरुलाई यो पमपम वाला हेयर रबर सिकाउन गइरहेको छु। तपाईहरु पनि एकदमै इजी, कुरुस पनि नचलाई, जसले चाहिँ मलाई कुरुस त चलाउन आउँदैन भन्नुहुन्छ नि, कुरुस पनि चलाउनु पर्दैन। यो एकदम कटिङ मात्रै गर्नुपर्ने हेयर रबर हजुरहरुलाई सिकाउँछु है त। राम्ररी हेर्नुस् है त, सबैजनाले सिकेर आफ्नो नानीहरुलाई पनि लगाइदिनुस्, मलाई मेन्सन पनि गर्नुस् है त। तपाईले बनाउनु सिक्नु भयो मेरो मार्फत भने है। ल यो हेयर रबर अब सिकौं है। सबैभन्दा सुरुमा तपाईहरुलाई म यस्तो पमपम बनाउन सिकाउँछु। पमपम बनाउनको लागि चाहिँ धागो लिनुस् अनि यो दुई औँलीमा 30 चोटी घुमाउनुहोस् है त। 1 2 3 4 5 6 यो 30 भइसकेपछि चाहिँ यसलाई काट्नुहोस् सिजरले काटिसकेपछि चाहिँ यसलाई निकालेर बीचमा पारेर एउटा धागोले अर्को धागोलाई फेरि काटेर यसरी बान्नुहोस्। बाँधिसकेपछि चाहिँ एकदमै टाइट बान्नु। यसलाई चाहिँ जति धेरै टाइट बान्यो उति धेरै मजाले पमपमको शेप आउँछ। मैले जसरी भनेको छु त्यसरी नै गर्नुहोस्, एकदमै टाइट बान्नुहोस् है त यसलाई चाहिँ। यो बाँधिसकेपछि चाहिँ तपाईहरुले सिजरले यसलाई गोलो पारेर काट्नुस् यसरी। यस्तो पमपम चाहिँ एउटा रबर बनाउनका लागि एउटा सेतो अनि 5 वटा चाहिन्छ। अनि यस्तै पमपम बनाउनुस् जम्मा 5 वटा एउटा सेतो गरेर टोटल 6 वटा बनाउनुस्। त्यसपछि यसलाई ग्लु गनले जोड्ने हो। यसरी काट्नुहोस्। पमपम रेडी भइसक्यो। अब यस्तो पमपम चाहिँ तपाईहरुले 5 वटा काट्नु पर्ने हुन्छ। मैले एउटा काटेर देखाएँ कसरी काट्ने हो भनेर। अनि यसलाई यसरी राखेर ग्लु गनले जोड्ने हो। अनि यसलाई जोडिसकेपछि हेयर रबरलाई पनि जोड्ने हो। कसरी गर्ने हो म देखाउँछु है त तपाईहरुलाई। यो चाहिँ यो ग्लुले एउटा एउटा गर्दै जोड्ने यिनीलाई है त। जसरी मैले जोडिरहेको छु त्यसरी जोड्नु, पमपमलाई जोड्ने। जम्मा 5 वटा पमपम जोड्ने हो। व्हाइटलाई चाहिँ बिचमा राख्ने। यसरी मेरो यहाँ आफै भिडियो बनाउनु पर्ने हो। गाह्रो छ हो। कता कता देखिएको छ कि छैन हेर्ने हैन। यो रेडी भइसक्यो। यसलाई छेउछेउमा उकिएको छ भने लाएर ताल्ने हो ग्लुले यसरी। यो रेडी भइसकेपछि यहाँ बीचमा रबर टाल्दिने हो। यो तालिसकेपछि हाम्रो भयो अब रेडी रबर। हेयर रबरहरु हेर्नु है रेडी भयो। तपाई पनि यसरी बनाउन सक्नुहुन्छ। थ्यांक यू।